भाइ के तपाईलाई थाहा छ एउटा कुरा अब थाहा छ भने फेरि भन्दिन थाहा छैन भन् गर्लफ्रेन्ड छ नि हाम्रो त्यो गर्लफ्रेन्डले नि हाम्रो हैन तेरो भन्न मेरो त छैन म त सिंगल छु अहिले पनि भन्न मेरो गर्लफ्रेन्डसँग नि कोही पनि जित्न सक्दैन तेरो गर्लफ्रेन्डसँग कोही जित्न सक्दैन मतलब कसरी जित्न सक्दैन भनेको बुझिन त्यसको गल्ती भयो भने मेरो गल्ती मेरो गल्ती भयो भने मेरै गल्ती नि त्यसै घरमा पनि टाउको दुखो त्योमा पनि मेरै गल्ती पेट दुखो त्योमा पनि मेरै गल्ती भाग त्यस्तो कहाँ हुन्छ अब कुनै त होला नि त गल्ती एकदम प्रमाणितै तसँग छ यसैको तेरै गल्ती हो प्रमाण सहित लजिक सहित भने पनि त त्यसैको गल्ती त हुन्छ नि त प्रमाण भयो भने त नि हुँदैन कसरी हुँदैन फेरि हामीले त्यसलाई जित्नै सक्दैन त कसरी हुन्छ गर्लफ्रेन्डलाई किन सक्दिन जित्न अब लास्टमा तँसँग छ अरे त्यसले गल्ती गरेर एकछिनको लागि के सामान बिगारिदियो अरे फुटाइदियो सामान अरे होइन के म्यासेज गर गल्ती गर अरे के कमेन्ट गर भिडियो बनायो त्यहाँ तँसँग भयो नि त यहाँ म्यासेज हो प्रमाण यहाँ सामान फुटाइस् तैँले आँखाले अनि कसरी हुँदैन गल्ती चाहिँ कसरी जित्छ कसरी यो चाहिँ के गरेको गर्लफ्रेन्डले यसरी जित्छ कसरी यो चाहिँ कसरी भयो त नि जित्यो त नि रुएर जित्छ नि रुइदिन्छ ला त यति नराम्रो रुन्छ तेरो गर्लफ्रेन्ड